हेलो साथीहरू, म आज फेरि कद्दु हार्भेस्टिङको भिडियो लिएर आएकी छु। तर आजको हार्भेस्टिङ चाहिँ मैले मेरो लागि होइन, कसै अरूको लागि नै गर्दैछु। उहाँहरू चाहिँ मेरो दुईटा आमाहरू होइन, मेरो सानो घरेलु उद्योग छ। उहाँहरू चाहिँ मेरो उद्योगमा स्टाफ हुनुहुन्छ। आज आफू मात्रै कति खानु होइन, अरूलाई पनि त दिनु पर्यो। त्यसैले म अझ हेर्दैछु होइन, कतिवटा कद्दुहरू लुकेर बसेको छ कुना कुनामा भनेर। म चाहिँ एकदम एक्साइटेड भएर पातहरू यताउता गरेर हेर्दैछु। अनि एउटा चाहिँ अलिक सानै छ, त्यो चाहिँ अहिले नटिपाउँ भनेर छोडिदिए त्यो बिचरालाई चाहिँ मैले होइन। एक दुई दिन अझ त्यसले पनि खाओस् न, जे पाइन्छ त्यो बोटबाट मलजलहरू है। अनि म अर्को दानातिर गएँ। अनि यो चाहिँ मेरो प्यारी आमाजुको लागि राखेको मैले। उहाँ आएर पछि लग्नुहुन्छ। अनि एउटा हेर्नुहोस् त साथीहरू, यत्रो भएको कद्दु फेरि त्यो पनि कुहिएछ। खै किन रहेछ यस्तो आफै कुहिँदैछ। बाई।